मेरो छोरीहरू अनि मेरो बुढाको माया देखेर चाहिँ मलाई मेरो आफ्नो बाबा र मेरो सानो बेलाको कुराहरू याद आउँछ क्या बेला बेलामा। मेरो दुइटै छोरी मेरो मेरो बुढोसँग चाहिँ एकदम उनीहरूको बाबासँग चाहिँ एकदमै क्लोज क्या, एकदमै माया गर्ने होइन। अनि ठुलो छोरीको पालोमा चाहिँ ऊ के भन्छ बाबा सिक्किम जानुभएको थियो, हतपत सानोमा हुनुहुन्न थियो। कहिले म मामा घर गएँ, कहिले ऊ के भन्छ उहाँ बाबा उता सिक्किम जानुभयो होइन। अनि उनीहरू त्यति भएन, तर सानोलाई चाहिँ सानैबाट सँगै राख्नु भएको हो क्या उहाँले। अनि यति धेरै बाबा भनिसकेपछि म पनि चाहिँदा क्या सानोलाई, चाहिँ ठुलोलाई भन्दा पनि सानोलाई देखेर चाहिँ पुरै मलाई मेरो याद आउँछ क्या। म पनि घरमा दिदी र म, अनि त्यसो जस्तै यहाँ पनि मेरो दुइटा छोरी छन्। अनि दुइटा छोरीमा म माइली छोरी भने नि कान्छी छोरी म होइन, बाबासँग लास्टै क्लोज क्या सानोमा बाबा गरेर पछ्याएर। मेरो त घटनै कतिचोटि दुईचोटि त म झन्डै मरेर बाँचेको मान्छे हो क्या बाउको पछि लागेर गएर। अनि त्यस्तै मेरो सानो छोरी पनि बाबाको लास्टै पछि लाग्ने, लास्टै माया मान्ने, बाबा बाबा भन्ने होइन। अस्ति एक दिन गाउँ जाँदाखेरि पनि कति बाबा खोज्ने, अनि अहिले फोन कसैको फोन आउनै हुन्न क्या बाबा बाबा भन्ने। अनि होइन फोन गरेर पुरा मस्ताएर बाबासँग पुरै मायाले बाबा बाबा गर्दै बस्दिन्। अनि त्यसो उल्टे मलाई पिट्ने, अनि बाबासँग चाहिँ पुरा माया गर्ने, कति राम्रो क्या। मलाई पुरै मेरै स्टोरी चाहिँ भन्छ नि रिउ भएको जस्तो लाग्छ क्या। मलाई बाबाको धेरै याद आउँछ, के गर्नु, तर बाबा हुनुहुन्न।